होइन दाजु पाहुनाको लिएर आइयो कस्तो पाहुना पाहुना चाहिँ अब ल्याइयो कस्तो छ त्यहाँ छ होइन दाजु पसन्द उहाँहरूलाई गलेर आउनु कहाँदेखि के हो टाढोबाट आउनुभएको थाक्नुभएको मम्मी त्यहाँ उता हुनुहुन्छ होला फेरि प्रचण्डले त्यो खुवाउँछु भने बस्नु बस्नु अब पास माग्दा तातो पानी खाना साना दिने चलन छ उहाँहरूले यो अगाडि के राख्नुभएको त्यो पनि थाहा छैन होइन हो नि त अब बास माग्दा त यस्तो तमाम त हामी पनि पहिला धरानदेखि नुन बोक्थ्यौँ पर सिङ्गेरिङ्गीदेखि नुन बोक्थ्यौँ बास माग्दा चाहिने बास त घरमा दिन्थ्यो त त्यो हुन्छ त्यसरी नै अब जस्तो भए पनि बास त्यतिकै पाइँदैन भनेर यसो तीर्थ लाग्दा खाने केहरू आफूले बोकेर ल्याउनु भएको छ यहाँ राखेर भनेपछि हामीले कागजी दिनु पर्यो अनि यसो बास माग्नु आउनु भएको रहेछ होइन त्यसरी हेर्नु अब हाम्रो चाहिँ उहाँहरू परदेशी अब चापहरू आउनुभयो परदेशीहरूलाई त्यतिकै बास दिनु सकिएन हाम्रो पनि यसो अपनाएर यो हिलियाङ तिन पयाकाको एउटा विधिलाई अपनाएर यहाँको एउटा मान्छे यसो दियो कलसम्म अरू त के सक्नु र अब आतङ्कवादलाई फेरि प्रश्नको प्रश्न जाने भयो यसलाई थाल्यो भनेर आतङ्कवादलाई चाहिँ गुनासो नगर्नु होला प्रश्न बेगर नबोली कुनै कुरो खुला हुँदैन त्यसैले अब आतङ्कवादहरू त्यसरी बास माग्नु आउनुभयो तपाईँहरूको चाहिँ जिल्ला 5 परेछ अहिले कुन गाउँपालिका कुन वाडाको भन्नुभयो मिगलाजी गाउँपालिका वार्ड नम्बर 1 हजुर 1 अहिलेको गाउँपालिकाको ठाउँको नाम चाहिँ मिगलाजुमै हो ठाउँको नाम टोलको नाम सारङ्गा अब आतङ्कवादहरू त अब यसरी अब परदेशमा लाग्दा बास माग्दा हामीले त यसो आतङ्कवादलाई के दिनु सकिएन त्यो कलसम्म राखेर जोडारीसम्म अब आतङ्कवादले एउटा यसो फुलफुलिया छ हामी एउटा भमरा आयौँ भन्नुहुन्छ अब त्यसो गर्दा तपाईँहरू के कसरी फुलफुलेको यही घरलाई चाहिँ देखेर आउनु भएको भमरा बनेर आउनु भएको कि अन्य घर आउनु हो कि के को तपाईँको जीव जनावर या वस्तु या जिन्सी जेसुकै भए पनि यो किन राख्नुभयो कसरी राख्नुभयो यसलाई अलिकति हजुरले बताइदिनुहुन्छ कि अब हामीले त अघि परदेशी तपाईँहरूलाई चाहिँ नि यसो हामी केही नसक्दा पनि दियो कलसम्म राखेर हामी तपाईँहरूले स्वागत गरौँ है भन्ने एउटा मैले जानकारी गराएको छु अब यसमा कतिको बुझाइ भएन आतङ्कवाद यसलाई अलिकति बताइदिनु पर्यो हजुर हजुर यो चाहिँ कुनै होइन हजुर यसो यसो चियापान मात्र छ हजुर अर्को यसो केही छैन हजुर यता केही बिस्कुट हुने चिजहरू पनि छैन अलिक अप्ठ्यारो भन्नुभयो र यसो भन्ने कुरो चियामा
भित्र बसिरहेको भित्र पनि म चाहिँ त्यसरी आयो भने हाम्रो अनुरोध अब हामी गाउँठाउँको मान्छे घर नजिक कुकुर बल्यो घरको गाउँले मान्छे डह्रो कुरा गर्यो डह्रो प्रश्नहरू हामीमाथि त्याच्चायो भनेर आतङ्कवादी गुनासो नगर्नु होला यो कुरो नगरिने प्रश्न नभइने मानव पनि नगरिने त्यसैले आतङ्कवादलाई म के हामी अनुरोध गर्छौँ यताका मेरा दाजुभाइहरूसँग अनुरोध गर्छौँ भने यदि तपाईँहरू त्यसरी बास मागेर त्यत्रो टाढादेखि दुःख गरेर आउनु यदि भयो भने हामीलाई यो सर्वैसर्वा झोलाइधोरीको तपाईँहरूले दिएको एउटा बास माग्दा राख्नुपर्ने चिज हामीले चाहिएको छैन। साँच्चै नै तपाईँहरू एउटा भमराको रूपमा हाम्रो गाउँठाउँको एउटा फुल देखेर त्यत्रो टाढादेखि देख्नुभयो तपाईँहरूको आँखाको दृष्टिले त्यत्रो टाढा देखेर आउनु यदि भयो भने हामीलाई केवल दुईवटा त्यो टोक राखिदिनुहोस् यो तपाईँहरूको यो बास बसेको घरमा होइन। अनि त्यो पछाडि हामी कुरा गर्दै जाउँला अरू चाहिँ हटाइदिनु म अनुरोध गर्छु आतङ्कवादलाई चाहिने सम्बन्ध त भरे केलाउँदै जाउँला दुईवटा चाहिँ निकालेर राख्नुहोस् अरू तपाईँहरूकै मातहतमा राख्नुहोस्। हुन्छ अब यो एउटा विधि हो है ल आतङ्कवाद अब आतङ्कवादलाई मैले राख्नुपर्ने कुरो राखिसकेँ। अब आतङ्कवादले अलिकति कुरा गर्दै जाँदा कति प्रश्न हुन्छ कति अपष्ट शुद्धिकरण हुँदैन अलिकति यो अब चाहिँ हजुरले व्याख्या गरिदिनु पर्यो आतङ्कवाद यो बोतलहरू चाहिँ किन राख्नुभयो बिचमा हामीले चाहिँ मैले अघि यो तिनवटा त्यो चाहिँ तपाईँको कलश राखेर परदेशीहरूलाई चाहिँ नि सेवा गर्ने हाम्रो चाहिँ नि यसो स्वागत गर्ने हाम्रो विधा नै भने त्यही जस्तो यो बोतलहरू चाहिँ राख्नुको एउटा महत्त्वपूर्ण तपाईँको पोइन्टहरू चाहिँ यसो बताइदिनु पर्यो नि। हजुर उहाँलाई मात्रै सोध्यो भनेर आतङ्कवादी पछाडिबाट हामीलाई चाहिँ प्रश्न आएन भनेर गुनासो प्रकट नगर्न दिनु होला। तपाईँहरूले अहिले समय आउला उत्तर दिने तपाईँमाथि त्यार्सिन्छ होला है। ल आतङ्कवादी अलिकति व्याख्या गरौँ ल छोटो मिठो ठ्याक्क तपाईँको के कति के हो कसो हो हजुर अब यो कोड भाषा मात्रै बोलेर पनि कतिले बुझिन्छ कतिले बुझिँदैन परेन ठ्याक्क तपाईँको अलिकति व्याख्या छोटो मिठो ल के चाहिँ भनेर छ भने अघि पनि आतङ्कवादीले कुरा गर्नुभयो हजुर मै माग्नु जाने किन ढुङ्गो अब हजुरहरूले फेरि अब बास पनि दिनु बासमाथि फेरि हामी आश पनि अब गर्दै गरेर नि आएको भनौँ न त्यसले गर्दाखेरि अघि पनि कुरा गरियो फेरि त्यो कुरालाई म दोहोऱ्याउँदैछु है। अब हामी साबिक सरङ डाँडा गाउँपालिका थिए अहिले चाहिँ हाल चाहिँ आएर निक्लाजु गाउँपालिका भए अनि अहिले वडा नम्बर 3 सरङ डाँडा गाउँ अटाया भन्ने टोल अब हामी एक प्रकारको अब याक्थुङ मध्येमा आङदेन्दै अनि यसले गर्दाखेरि अघि पनि अब कुरो अलि अब चलाइयो आदमका साहबले पनि कुरा भन्नुभयो अब यसरी टाढाकाहरू एउटा
फुल फुलेको देखेर फुलको वासन सुनेर यसरी दूर बाटोबाट टाढा बाटोबाट आइपुग्नु त्यस्तै हजुर हामी पनि एउटा अब हाम्रो पनि छोरा नाति भाइ हजुरहरूको पनि छोरी नाति यो उहाँहरूको अनि अब साथसाथै बालिका भए टोल भयो छोरा भयो ती पनि आदर प्रदान भएको थिएछन् अनि यहाँ तपाईँहरूको नाति के छ है मेरो पनि गाउँमै छ मेरो पनि काका बडाहरू छ यो पनि एउटा हिजोको चेतावनी हो र अब बरु तपाईँ यसरी धेरै भन्नु आयो है मेरो राजनीतिले नै भन्ने होला छैन भन्ने अब यसो बोक्छ सबैले जो शासन रक्षा ये हो तेरी हो itu masalah bukan salah bukan जति डोरी लामो बाँड्यो तपाईँको गाँठो एउटै भने जस्तै उखान चाहिँ हो अटाङबा। तर अघि नै मैले पटक पटक भने फेरि धेरै पनि हुन्छ होला, कुरा नगरी पनि प्रश्न नहुने। यसरी हाम्रो छोरी एकजना अनि हाम्रो तपाईँहरूको छोरो भतिजो एकजना हाम्रो भविष्यको कडाधार हाम्रो जय साहबहरूको एउटा चिन्जान भएको नाताले तपाईँ पनि दुःख पाउनुभयो। उसो भए त्यही बुझियो होइन? उहाँले भन्नु खोजेको त त्यही हो नि होइन? जस त्यत्रो एउटा यात्रा गरेर आउनुभयो, अब के गर्नु होइन हिजो अब अब सबै कुरो फालिहालौँ, सबै कुरोमा सस्तै सस्तो गरौँ, सबै रीतिरिवाज एकैचोटि फालेर नयाँ रीतिलाई नयाँ सृष्टि गर्दा पनि तपाईँ हामी थिबौँ याक्थौँ 10 लिम्बुवान 17 थुम नकहिलिने भयो, त्यसको इतिहासहरू नरहने भयो आदाङबा। त्यसैले यो भविष्यका ससुरालीहरूले यस्तो अनौठो अनौठो शब्दहरू फाल्यो भनेर पनि नसम्झिनु। हजुरहरूकोमा पनि फुल छ, हमारा त अवश्य पनि हुन्छ। अब यी दुई शब्द नगरी प्रश्न नै अघि हुँदैनौँ। दुई तपाईँको मुन्धुम नकही मुन्धुम पुरा पनि हुँदैन, हुन्छ त हुँदैन। त्यसैले अब यहाँ कुरा गर्दै जाँदा हामीले अलिकति पहिलाका कुराहरू पनि कट्यौँ न, कुरा गरौँ। कट्यौँ भन्नाले माग्नै त खोजेको होइन, तर पहिलाका इतिहासहरूलाई पनि अलिकति नजोडी त आधुनिकतालाई पनि त हामी इन्डिङ गर्नु त सक्दैनौँ, समाप्त गर्नु त सक्दैनौँ। किनभने हामी त तपाईँ हामी त बुढो भयौँ, यहाँहरू सबै बुढो हुँदै आउँदैछौँ। नवयुवा हाम्रा छोरा भतिजा जयचेला हामीभन्दा पछाडि जन्मेकाहरू हुर्किनु आँटेका व्यक्तिहरूले पनि यो एउटा संस्कार र यो इतिहास जस्तोलाई हाम्रो आखिरी पुस्तकमा यहाँ पल्टाएर खोज्दा भेटिँदैन आदाङबा। यही हाम्रो बोलीको आधारमा हिजो चल्दै आएको। त्यसैले यो कुराहरू चाहिँ अमूल्य, बुझ्नेले अमूल्य मानिदिनु होला। त्यसैले अब हिजोसम्म त के थियो भनेको तपाईँको यहाँ त फुलसँग सुनौली पनि हुन्थ्यो, रुपौली पनि हुन्थ्यो। अनि आदाङबाहरूले त सुनौली र रुपौली त राख्नु भएन नि आदाङबा। फेरि यसलाई अलिकति प्रश्न गरिदिनु होला होइन? यसलाई अघि नै मैले मागिसकेको छु, प्रायः तपाईँको मैले प्रश्न राखेको छु।
होइन होइन आदाङबा यो कुरामा मात्रै गरौँ यो कुरामा मात्रै यो इतिहास हो होइन हामीले त्यो गर्दा फुलमा मात्रै फुलमा मात्रै त्यही त ल्याउँदैछु अघि नै मैले तपाईँको भूमिका तपाईँले गोजी खट्याउने मात्रै न एकदम सुनाउने हो हाम्रो त्यस्तो सुनाउने पनि यहाँ पहिला सुनाउ फुङ चाहिँ चाहियो फुङ र एउटा थाल चाहिँ ल्याउँ न हौ त्यसैले यसलाई अर्थमा अनर्थ नसोची नदिनु होला म यसमा क्षमा प्रार्थी माग्छु तपाईँहरूसँग अब यसमा त तपाईँको यहाँ धेरै समयसम्म सुनौली र रुपौलीमा हामी लिम्बूमा अघि भने 10 लिम्बू 17 थुम्का लिम्बूको आफ्नो आफ्नो रीतिरिवाज आफ्नो आफ्नो कानुन आफ्नो आफ्नो विधि आफ्नो आफ्नो शासन रहेछ हिजो अनि त्यसैले यस्तोमा त साह्रै डिस्कस गर्थ्यौँ तर यसमा पनि लामो नगरौँ हिजो थियो उहाँहरूलाई पनि सुनिराख्नु होला तर त्यो हामीले छोड्यौँ यो ठाउँमा यो हिलियाङ गाउँपालिका 3 पयाक्पा भन्ने यो हाम्रो एउटा लिङ्गदेन टोल भन्छ अरू जातिको थुप्रै टोल छौँ तर यहाँ लिङ्गदेन टोल भन्छौँ यो लिङ्गदेन जतिले चाहिँ हामीले यो सुनौली रुपौली भन्ने कुरो छोड्यौँ यसलाई दोस्रो अर्थ नबुझ्न दिनु होला यो आफ्नो एउटा विवेक या हाम्रो एउटा आफ्नै किसिमको एउटा कानुन आफ्नै किसिमको एउटा क्राइटेरिया बनाएर अहिले त्यो तपाईँहरूमाथि एउटा प्रश्न मात्रै तर्स्याएको हामीले केही तपाईँ खोज्नु खोजेको त होइन मदनबा अनि त्यसैले पहिला चाहिँ मैले भन्नु खोजेको चाहिँ अर्थ के हो भनेको यहाँ तपाईँको यति चाहिने सुनहरू राखिदिनुहोस् यति हजार पैसाहरू राखिदिनुहोस् यदि राखिएन भने त तपाईँको फुल फुलेको त फुल त टिप्नै पो नपाइने हेर्नै पो नपाइने थियो हिजोवाला हजुरहरूको क्षेत्रतिर तपाईँहरूको अघि मैले भने 10 लिम्बू मध्येमा यतातिरको 1 लिम्बू पऱ्यो तपाईँहरूको कुन लिम्बू पऱ्यो तपाईँहरूको शासन अर्कै होला अलिकति पृथक होला होइन तर त्यो चाहिँ मैले यहाँ यताको शासन चाहिँ बताएको है आदाङबा त्यसैले अब अहिले ती कुराहरू छोड्यौँ ल अब रेडी गरौँ है ल अब आदाङबाहरूले चलेको कुलकुटुम्बा यसरी तय गर्नुभयो तपाईँहरू पनि आउनुभयो तपाईँहरू पनि चलेकै कुटुम्बा तर साइनो सम्बन्धको लगान्छौँ नै लाभा कयबा आनीकै छोरी भनौँ न छोरी हाम्रो नव जयलाई चाहिँ नि साइनो सम्बन्धलाई केले पनि तपाईँको छुएको छैन होला नि छुएको छैन नि होला यो भनौँ न त हाम्रो जय साहब अब यही मौका हो अब भोलि तपाईँको कुरा गर्दा हुँदैन अलिकति चटवट पार्ने चिरा पार्नेलाई रोकेन भनौँ न त अलिकति सुनिराखौँ हामी पनि यसो भेला भएको छौँ दाजुभाइ तपाईँहरू खटियाउनु भयो त्यत्रो दुःख गरेर तपाईँहरूको जो हजुर अनि उहाँको माउली आङ्गेनले भयो आङ्गेनले माउली ठेगिम ठेगिम भनेको चाहिँ त अब ठिकै छ यतातिर लिम्बू नै हो सक्यो अब त्यसो भयो भने फुवा भन्छ फुवासा गेलदेखि पोखेवा मुडुमेसी नामसारी लासारी राजी खुसी हो कि अरूको दबाबमा हो कि अब ढाड छलमा हो कि त्यो कुराहरू चाहिँ यहाँ माङसाची राखेर हाम्रो छोरी र जयबिच चाहिँ हाम्रो राजी कसैको दबाब अथवा कसैको कुमा होइन भनेर तपाईँहरू प्रत्यक्ष दुईवटा शब्द बोल्नु पर्यो त्यति नै हाम्रो अब भोलि राजी खुसी भयो भने तपाईँहरूको मन मिल्नु अब राजी खुसी भएन भोलि अब भएर अब यहाँ विवाद आयो अब उ भयो भने तपाईँहरू आफै बोलेपछि त बोलेर गए यसरी दुनियाँ अगाडि बोलेपछि त
अब हाम्रो अब बोलिहालौँ होइन हामी राजनीति भन्यो भने राजनीति भनौँ अब छोरी पनि बोलिहाल्छ नि त्यहाँदेखि त भइहाल्छ नयाँ कुरो बनाउनु छैन भावना र मेरो चाहिँ चिनजान थियो पहिलेदेखि नै अनि हामीले विगत 5-6 महिना अगाडिदेखि एकअर्कालाई जीवन साथी मानेर सँगै जीवन कटाउने एउटा अठोट गऱ्यौँ त्यसैले आजसम्म यहाँ डोर्याएर लु काम छोरीले भन्नु पऱ्यो अब साँच्चै हो कि भेटो होइन मन खुला भोलि पर्सि त बोल यो त एउटा एक शब्द हामी माथि थप लागेर बोल्नु पो त्यही हो ठिक हो छैलीले त धेरै पनि बोल्नु हुँदैन हुनु त ठिकै हो एक शब्द मात्रै बोल बस सकिन्छ ल बोल्नुपर्छ जहिले चाहिँ भन्नुभयो त्यही ठिक हो ल भयो रुजु अब हामी बोल्छौँ नि त कन्चुकमा न अब यो सेङ्गाको यो तक्सम यो अलिक चोकमले सुक्र त्यही हो अब बाँकी केही छ अब then yoli pan abatum sesi pan abatum mundum nawa pan abatum जम्मै अब पुङ्गे बेक्पा भमरा खिबा बास्ना गन्ध सुगन्ध पाइयो मन मुटु पहिला चाहिँ छुट्टै थियो आजदेखि त यही भो मुटु हैन अहिले ढुङ्गा लकी पोखे अब उहाँहरूको समाजको अगाडि यत्रो तुम्याङ रानी धङ्देन याग्ला सुहागमा सिसा मेन्चिसा धेरै तगिमो यसरी नामसारी लासरी माङसाची राखेर अब आफै बोल्नु भएको छ हामी जीवन जहिले यो सूर्य चन्द्र जस्तो आकाशको तारा जस्तो जलजली बलेर हामी जीवन बिताउने छौँ भन्ने साथ अब हामी जीवन बिताउने जस्तो कुरा गर्नुभयो अहिले कथा वा पहिला पढ्ने बेलामा चाहिँ आकाशको तारा झारिदिन्छु भन्छ अरे पछि चाहिँ पुलिसले के झार्छु भन्छ तपाईँहरूको मन मिलोस् तपाईँहरूको विचार मिलोस् होइन तपाईँहरूको आत्मा मिलोस् तपाईँहरूको सबै मिलोस् र तपाईँहरू यो देश मात्र नभएर यो संसारलाई एउटा खबर गर्ने एउटा जिम्मेवारी लिने देशै चलाउने विश्व हलाउने वंशहरू आओस् तपाईँहरू बिचबाट होइन माङ्वा हाँगवा सिद्धि शक्ति ज्ञानको धनी मनको धनी होइन हुने तपाईँहरूको वंशमा आओस् तपाईँहरूको त्यो चिन्जान तपाईँहरूको अब अहिलेको यो नयाँको प्रविधि चाहिँ हामीले त्यति थाहा छैन तपाईँहरूको अब यो चिन्जान र तपाईँहरूको मन साटो कुरालाई चाहिँ अब तपाईँहरूको यहाँ आफै तपाईँहरूको विधि अनुसार तपाईँहरू अगाडि बढ्दा भयो अब ताली पर्नु त अझै ताली बताओ ना खयो ताली
यस्तो खालले पन्जाउथिन देखि इच्छा खम्बिकिन पोख्याङ अनि सक्सा पुइसा कुबुर तरक ताङसाङ केरेक पोक्चुर्याङ इगाङ मेन्थाङ यामी आबोकमु गिर सावा yang kira thua puasa gil dikhi pokheba mundunisi namsari lasari nam ya bosir nam dilari sati mangsa kira चाहिँ pan and then pokhe gamme maru banyong ठिकै छ यतातिर भयो लिम्बुने हो अब त्यसो भने